खसी बाख्रा खुवाएर जाँड रक्सी खुवाएर भोट किनेर चुनाव जित्नुपर्ने खालको व्यवस्था छ। निर्वाचन प्रणाली भ्रष्ट प्रणाली छ। सांसद किनेर प्रधानमन्त्री हुनुपर्ने, सांसदले फेरि आफ्नो पार्टी र नेतालाई पैसा खुवाएर मन्त्री हुनुपर्ने, त्यस्तो भ्रष्ट व्यवस्था छ। एउटा सानो निर्वाचन क्षेत्रबाट चुनाव जितेको मान्छेले प्रधानमन्त्री हुने त्यस्तो व्यवस्था छ। र एउटा प्रधानमन्त्री भइसकेपछि देशको लागि होइन, एउटा आफ्नो सानो निर्वाचन क्षेत्रको लागि केन्द्रित हुने व्यवस्था छ। यहाँले निर्वाचन प्रणालीमा समस्या छ, राज्य संरचनामा समस्या छ। यति सानो देश, 3 तहको सरकार, 36,000 भन्दा बेसी जनप्रतिनिधिहरूको सङ्ख्या, अनि त्यतिकै बग्रिन्ती कर्मचारीहरू ऋण लिएर महँगो कर बोकाएर कर्मचारी र जनप्रतिनिधिहरूलाई तलब भत्ता पाउनु